कुनै ठाउँको एउटा रुखमा एकजोडी ढुकुर बस्दथे। तिनीहरू दुवैमा एकदमै गहिरो प्रेम थियो। तर भाले ढुकुर अलि शङ्कालु स्वभावको थियो। ऊ बेला बेला आफ्नो प्रेमिकाप्रति शङ्का देखाउँथ्यो। एक दिन उसले भन्यो, प्रिय, तिमी मलाई कति माया गर्छौ? भविष्यमा तिमी मलाई छोडेर अन्त कतै जाँदैनौ नि? पोथी ढुकुर बोली, यो पनि भन्नुपर्ने कुरा हो र, म तिमीलाई कति माया गर्छु भनेर? जुनी जुनीमा तिम्रै त हो नि। यति भनिसक्दा पनि भाले ढुकुरको अनुहारमा उप्रतिको शङ्काको भाव नमेटिएको देखेर पोथी ढुकुरले भन्छे, तिमीलाई म अरूसँगै भाग्छु, तिमीलाई छोड्छु भन्ने शङ्का छ हो? ल ठिक छ, त्यसो भए मेरो पखेटा काटिदेऊ ताकि म कतै भाग्न नसकौँ। म सधैँ तिमीसँगै रहँ। तिम्रा लागि म मेरा पखेटा त के शिर नै काट्न पनि तयार छु। भाले ढुकुरले उसको पखेटा काटिदिन्छ। समयको अन्तरालमा एक दिन अचानक सिरामा पानी सहितको ठुलो हावाहुरी चल्छ। सबै चराचुरुङ्गी पशु पन्छीहरू आफ्नो ज्यान बचाउन आफ्नो गुण छोडेर भाग्न थाल्छन्। जताततै कोलाहल मच्चिन्छ। हावाले ठुल्ठुला रुखहरू पनि ढल्न थाल्छन्। सबै ज्यान बचाउन भागिसक्दा पनि यो जोडी चाहिँ भाग्न सकिरहेकै थिएन, किनकि पोथी उड्नै सक्दिनथी। उसको पखेटै थिएन। हावाहुरीको गति झन झन बढ्दै थियो। पर्नु समस्या पर्यो। पोथी भाग, हुरी झन बढ्दैछ। म त उड्न सक्दिनँ। यहीँ बसेर तिम्रो सुरक्षाको लागि भगवान्सँग प्रार्थना गरौँला। जाऊ प्रिय, तिमी जाऊ, मलाई केही हुँदैन। पोथीको यस्तो कुरा सुनेर भाले ढुकुर गुणबाट उठ्छ। 2-4 घन्टापछि हुरी रोकिन्छ। सबै आफ्नो गुणमा फर्कन थाल्छन्। भाले ढुकुर पनि हतार हतार आफ्नै गुणमा पुग्छ।